Welcome back. New video. ल गाइस हामी चाहिँ मिराकल गार्डनमा घुम्न आएको ल अब टिकट काट्दै छौं Let's start. आज चाहिँ हामी मिराकल गार्डन घुम्न आएको सो तपाईहरुलाई हामीले पिक्चर फोटोहरु देखाउँदै छौं भिडियोहरु देखाउँदै छौं यहाँका माहौलहरु फुलको बगैँचा छ 7 रंगी फुलहरु फुलिरहेछन् मान्छेको चहल पहलहरु छ एकदम राम्रो छ Let's go. ल हेर्नुस् पानीको झरनाहरु मजाको छ सुन्दर फुलहरु Please like, subscribe and comment. अनि सरोज दाइ कस्तो लागिरहेछ त मिराकल गार्डन भर्खर त इन्ट्री भएको छ हेर्दै जाउँ घुम्दै जाउँ हैन घुम्दै जाउँ के कस्तो छ माहौलहरु हेरौँ ल गाइस हेरेर भिडियो हेरेर लाइक कमेन्टहरु अवश्य दिनु होला है त हाम्रो सरोज अधिकारीलाई सबैजनाले सब्स्क्राइब गरिदिनु होला माया गरिदिनु होला यस्तै भिडियोहरु हामीले पछि पनि फेरि बनाउँदै गर्न पाऊँ महँगो त रहन्छ टिकट त है हैन 50 ग्राम भयो म काट्दिन्छु तर 105 भने त अलि धेरै नै भयो नि फेरि तर यताउता गरेर नि काटिहाल्दै गई हिँडिहाल्दै कहाँ अब त्यसै छोडेर हिँड्ने यत्न आएपछि हैन अन्त अब हामी चाहिँ यता जाने हो त जाउँ त तिम्रो चिसो हावा चलिरहेको छ यस्तो राम्रो फुलहरू फुलिरहेछन् रङ्गी चङ्गी फुलहरू नयाँ नयाँ पुतलीहरू नयाँ नयाँ मान्छेहरू आहा कति राम्रो छ साँच्चै घुम्न पाउनु पर्दा त यहाँ त मलाई त यति स्वर्ग जस्तो लागिरहेको छ भाइ तर भाइ रमाइलै छ रमाइलो छ नि यति राम्रा फुलहरू यति राम्रा फुलहरूमा यसरी घुम्न पाउँदा फोटो खिच्न पाउँदा हामी कति खुसी छौँ कति रमाइलो छ हेर्नुहोस् फुलै फुलको मान्छे हेर्नुहोस् Let's go see this moment. लभै लभको फुल लभै लभको फुल कस्तो राम्रो छ पुतलीहरू घुमिरहेका छन् लेट्स गो जाओस् दामी छ है दामी छ छैन रहेछ खासै महँगो टिकट पनि छैन बर्थडे भएको मान्छे फ्रीमा मिराकल गार्डन इन्जोय फर 5 सेकेन्डको 10 सेकेन्डको पनि धेरै अनुप हात्तीको सुँडले पानी फालेको छ त
ल नेपालमा पोलेको मकै खान बेच्न दिएन यहाँ मिराकल गार्डनमा बाटामा पोलेको मकै बेचिरहेको छ है के गर्छु हो नेपालमा बाटामा मकै पोल्न दिएन नि यार दुबईमा हेर बाटामा मकै छ पोलेको मकै सबैजना मस्तीमा छन् हो सबैलाई सब मस्तीमा छाता घर डान्सिङ गर्लो अनुप अनुप फुल त नाचेछ त हौ कति खुसी भएको है हामी यहाँ देखेर हो कि हो हुन सक्छ सबैलाई हाट भन्छ के अरे त कसको फोटो हो त्यो अनुप यो कुम्भकर्णै होला यार कि रावण हो रावण होइन त्यसो नेपाललाई भन्नुपर्दाखेरि कसको होला त त्यसको फोटो पनि त म अनुहार हेर्छु यसो हेर्दाखेरि त प्रचण्ड जस्तो देखिन्छ त दाँत पनि मिलेछ यार गएको नि एउटा लिपस्टिकवाला लगाले लिपस्टिक लगा के यस्तो ओ यो नै चाहिँ दामी छ भन्ने चाहिँ माहौल चाहिँ रहन्छ के होइन त नि हामी चाहिँ अलिकति बेसी दिनमा आयौँ अलिकति सिद्धिने बेलामा भएर यो भएको हो होइन सिजनै भयो नि सामान त यिनै त हो सामान हो सबै ओइलाइसकेको छ नि पब्लिक पनि छैन धेरै चलपल त कम्ती नै छ जे पनि माइन्ड फ्रेस हो धेरै पछि बाहिर निक्ले के खाने हो कुनाफा खाने हो कि स्टिक राइस खाने हो कि चिज वाटर मिलन खाने हो कि लिगे मत के खाने हो फ्रोजन बनाना हट डग खाने हो कि कोरोन डग हट डग Yeah, how much? only 15 लगे त फोटो होइन भिडियो बनाइरहेको छु फोटो हान्नु ल फाल्कन भाग्ला नि हो No.